सबैलाई देखिनु मनपर्छ, सबैलाई भाइरल हुन मनपर्छ, सबैलाई ताली चाहिन्छ। धेरैजसो मान्छे स्टोरी, पोस्ट र रियाक्सनको थ्रु हेर म कति मेहनत गर्दैछु है भन्ने देखाउँछन्। तर रियल ग्रोथ कहिल्यै क्यामेरा अगाडि हुँदैन। तपाईँलाई म मेरो साँचो कुरा भन्छु। म पहिला निकै एक्टिभ सोसल मिडिया युजर थिएँ अनि जहिले केही न केही पोस्ट गरिरहन्थेँ। अहिले मैले पछिल्लो 1 वर्षदेखि कुनै सोसल मिडिया एप युज गरेको छैन। न स्टोरी, न पोस्ट, न भ्यालिडेसन। अनि एउटा कुरा थाहा छ, इट फिल्स ड्याम गुड। किनकि अब म देखाउन होइन, बनाउन फोकस गर्छु। साइलेन्ट मेहनतको रियल डेफिनेसन यही हो। कसैले नदेख्दा पनि काम गर्नु, प्रेज नपाउँदा पनि कन्सिस्टेन्सी नछोड्नु र रिजल्ट नदेखिँदा पनि प्रोसेसमा विश्वास गर्नु। प्रब्लम के हो थाहा छ? हामी हाम्रो लाइफ लाउड यानि कि ठुलो सक्सेस भएको हेर्न चाहन्छौँ, तर साइलेन्ट मेहनत गर्न डराउँछौँ। हामी जे गरिरहेका छौँ त्यो अरूलाई सुनाएर मजा मानिरहेका हुन्छौँ। तर ट्रुथ के हो भने सक्सेस लाउड हुन्छ अनि प्रोसेस सधैँ साइलेन्ट नै हुन्छ। आज तिमी चुपचाप मेहनत गरिरहेका छौ भने डोन्ट स्टप, डोन्ट डाउट योर सेल्फ। किनकि जो चुपचाप काम गर्छ उसको सक्सेस लाउडली बोल्छ। अब देखाउन होइन, गर्नको लागि मेहनत गर्नुहोस्। जस्ट ट्रस्ट द प्रोसेस। आजको लागि यति नै। भेटौँला अर्को भिडियोमा। टिल देन किप लर्निङ।